हेलो साथीहरू, तपाईँहरूको खबर के छ? हाम्रो चाहिँ ठिकै छ है। अनि हामी त्यही भएर चाहिँ आज बाहिर निस्किरहेको छ। अनि मेरो छोरा मुस्कान दिइरहेको छ आज बाहिर घुम्न जान पायो भनेर है। अनि हामी चाहिँ मदर्स डे स्पेसल है, मेरो हस्बेन्डले चाहिँ मलाई घुमाउन बाहिर लाँदै हुनुहुन्छ। अनि हाम्रो छोरालाई चाहिँ ट्रेन राइड गराउन लगिरहेको छौँ है। अनि सानो छ त्यही पनि हामीले बाहिर लिएर जानलाई बानी गराउनलाई लगिरहेको छौँ। अनि ऊ चाहिँ बोरिङ मानिरहेको छ, गाडीमा कार सिटमा बस्न मान्दैन है। बल्ल बल्ल पकाएर बसिरहेको, हाँसिरहेको छ बाहिर निस्किनु पऱ्यो भनेर। अनि यहाँ चाहिँ ट्रेन ट्राभल गरिरहेको छ, मान्छेहरूले है हातहरू लगाइरहेको छ, खुसी भइरहेको छ। अरू मान्छेहरू पनि आज मदर्स डे भएको भएर एकदम भिड रहेछ है सन्डे चाहिँ। अनि हामी पनि गयौँ है, सिट पुग्दैन होला भन्दै थियौँ किनभने एकदम धेरै मान्छे थियो सन्डे भएको कारणले। तर सिट चाहिँ पुग्यो। अनि हामीले यहाँ गएर बल्ल यहाँ दुईजनालाई अट्ने ठाउँ पायो। अनि हामी चाहिँ खुसी भइरहेको छौँ। अनि हाम्रो सानो पनि पुरै एक्साइटेड भइरहेको थियो है, यताउति हेरिरहेको थियो। अनि एकदम रमाइलो भयो है। अनि ट्रेन चाहिँ जान लागेको छ। अनि 12 मिनटको रहेछ है ट्रेन राइड गराउने चाहिँ। अनि हामी इन्जोय गरेर हेरिरहेको थियौँ हामी। अनि सानोलाई त सानो भएर उसलाई त के वास्ता भएन होला, तर म र मेरो हस्बेन्ड चाहिँ एकदम इन्जोय गरिरहेको थियौँ हामीलाई। अनि एकदम रमाइलो भयो है। अनि त्यहाँनिर चाहिँ एकदम जाडो रहेछ। मैले चाहिँ स्वेटर जस्तो पल पल परेको लुगा लगाएको भएर एकदम मलाई चाहिँ जाडो फिल भइरहेको थियो। अनि त्यहाँनिर चाहिँ त्यो रुखहरू भएको भएर एकदम चिसो रहेछ। हाम्रो यो ओकल्यान्डको हाम्रो घरतिर चाहिँ तातो थियो, त्यहाँ चाहिँ एकदम जाडो भएको थियो। अनि तर एकदम रमाइलो भयो है, शीतल। अनि मेरो छोरा चाहिँ घरिघरि रुइरहेको थियो। अनि उसलाई बोकेन हेरेन भनेर कि उसलाई उठाएर यताउति घुमाउनुपर्छ। अनि तर फेरि फकाएर मानिरहेको थियो, घुमिरहेको थियो। अनि रमाइलो भयो। अनि ट्रेनको टाइम चाहिँ सिद्धियो है, कति छिटो सिद्धिएको। अनि यताबाट घुमाएर लिएर आउन आँटेको थियो। अनि यो भिडियो एकदम लामो भयो होला, हजुरहरूले स्किप गर्दै है फरवर्ड गर्दै पनि छिटो छिटो टाइम गर्दै पनि तपाईँले सुन्न सक्नुहुनेछ। यसलाई स्पिड बढाएर पनि हेर्न सक्नुहुनेछ। अनि तपाईँले पनि क्यालिफोर्नियाको नजिक नजिकै हुनुहुन्छ भने यो ट्रेन राइडमा चाहिँ तपाईँहरू पनि जान सक्नुहुन्छ आफ्नो नानी बाबुहरूलाई लिएर है। एकदम रमाइलो हुनेछ। अनि त्यहाँनिर पिकनिक स्पटहरू पनि रहेछ, तपाईँहरूले त्यहाँनिर आफ्नै घरमा खानाहरू बनाएर पनि लिएर जानुहुनेछ। अनि टाइम चाहिँ सिद्धिएको छ यहाँ चाहिँ। सबैलाई